ल यहाँ कहिलेकाहीँ धेरै गाह्रो भयो भने रेस्क्यु गर्न ए नछुने ए हो अनि ठिक छ कालो तपाईँको यो घोडा कति लिनुहुन्छ निक्नु कार ए कति मिलेको होला अनि तपाईँको यो कति लाग्छ नि यहाँदेखि अब झिनुसम्म जानु पऱ्यो नि 10-12 हजार सबभन्दा लामो यात्रा कति गर्छ त्यही एबिसी क्याम्पबाटै ए त्यो मन्दिर त हामीले देखेको त्यो अप्पर दोभान त्यहाँसम्म मात्रै खच्चरहरू र घरहरू पाइएन खास रिजन के रहेछ दिँदैन त्यो बुझेँ माछाहरू त लाने भयो अन्डाहरू लाने भयो टुनाहरू लाने भयो होइन ए हामीले मान्ने थियो अरे अब टुसाटी त लुगा लग्यो तपाईँहरूले बब ड्राई मिट त लग्यो कि झलम हालेर एबिसीमै खायो कि काठमाडौँ ल्याएर होइन त्यस्तो गर्नु भएन नि फेरि देवी देउता आउँछ नि नेवाली ल्याएर होइन देवी देउता भनेपछि त सबैले मान्नु पऱ्यो नि त्यो त होइन फेरि त्यो फेरि तलमाथि के होला भोलिपर्सि त्यो भएर हिँड्नु पर्ने त्यही कालै भइसक्यो अनि चेकिङ सिस्टम राख्नु पर्ने कि चेकिङ गर्ने त पहिला राखेको रिसाउने त रिसाउन त कहाँ पाइयो होइन नियम जुन ठाउँको नियम चाहिँ हो एकजना दुईजना भयो अब सिजनमा त आउँछ नि तपाईँको नेपाली 100 भन्दा बढी आउँछ 200 200 300 आउँछ आउँदो रहेछ कसलाई चेक गर्ने त भने एक दिनमा 200-300 अब तपाईँको है सिजनमा अहिले त अफ सिजन रहेछ अफ सिजनमा त अहिले त तपाईँहरू नि अब रुम छ भन्नु नि परेन होला नि त अहिले चाहिँ गाह्रो भएन हामीलाई अनि भन्दै थियो सिजनमा त पहिले बुक गर्नुपर्ने रहेछ त्यो गाह्रो छ अहिले त एकछिन 1 घन्टा एकवटा कोठामा सुन्ने 1 घन्टा अर्को कोठामा पनि पायो नि सिराक 2-3 वटा पायो अहिले हामीलाई त्यस्तो गाह्रो भएन सिजनमा नि एउटा सिरेक त पाउँछ तातो एउटा सिरेक त पाउँछ एउटा दिन्छ हामीले एक्स्ट्रा पनि पायो सिरेक त चिसो त साह्रै चिसो नि ओहो तपाईँहरू तराईतिर बस्ने मान्छे कहाँ होइन हामी पहाडी हो नि पहाडको उसको यही हो पोखरा मेरो पाल्पा बुटोल बेसी जाडो भएको म अहिले आजै आएको आमाले आज अनि यहाँ जस्तो जाडो त हुन्न त्यही पनि बुद्धको आमा त तपाईँको घर चाहिँ कहाँनिर लोकल यहाँ लोकल कहाँ कुन ठाउँमा तल सम्मभन्दा यता वारी सिना ओभर सिनाभन्दा तल गाउँतिर तर यहाँ त एउटा सोध्नु मलाई यहाँ मेन पुरानो बस्ती भनेको यो सिन्धुवासम्म मात्रै हो है मेन बस्ती छमरुङ भन्दा यता लोअर सिना भन्ने लोअर सिना तर यता जति पनि यो नयाँ नयाँहरू दोभान यता त भयो नि यिनीहरू नयाँ त सबै यो नयाँ बनाएको होला होइन झिनो पुरानै बस्ती थियो अनि यहाँदेखि यताको कुरा गरेको मैले यता यो छ नि यति पनि जब टुरिस्ट आयो नि यो बाटो पनि यति राम्रो बनाएर कसले बनाएको थियो बाटो यो आमाहरूको होटलको पैसा आएर त्यो गाइड पोर्टर हुन्छ नि चन्दा उठाउने आमाहरूलाई पैसा माग्ने एक एपले दिँदैन एक एपले कहाँ दिने धेरै राम्रो बनाएको छ त्यो बाटोहरू त होटल समितिले गर्ने हो ए छमरुङतिर गाउँ आमा सम्हालले गर्छ तपाईँ यता चाहिँ नि सबै होटल समितिले तर धेरै नेपाली भयो गाइड पोर्टर हुन्छ नि आमाहरूले पैसा पाउँदैन कि गोराले खाएको मात्रै पाउँछ ए त्यस्तो हो समितिमा जान्छ कि बुझ्नुभयो गाइड र पोर्टरलाई आमाहरूले पाउँदैन त्यता पनि यसो व्यवस्था गर्नुपर्ने आमाहरूलाई पनि फेरि यही बाटो बनाउने हो कि त्यही त्यस्तै ए ल हस् हजुरको नाम के भन्नुभयो नरबहादुर थापा मगर तपाईँ मगर तपाईँ आले थाहा मगर आले आले होइन थापा भन्छ के होइन होइन एउटै हो नि होइन 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 मैले मगर भाषा बोलेको छोजा जान्दैन नि यो जन्मेको त ल छोजा पनि जानेन मजा पनि गुरुङ भाषा आउँछु मगर भएर तपाईँ गुरुङमै जन्म अहिले नि के अरे जिजु बाजुको पालामा यहाँ ए सम्ममा आएर बसेको त कहाँ थाहा पाउनु है त्यही त हाम्रो त गुरुङ भाषा बोल्ने त आमाहरूले के बोल्ने हाम्रो त पाल्पातिर त पुरै मगर हो मन चाहिँ नेवार हो तर मगर भाषाहरू चाहिँ आउँछ त्यो सबै राम्रोसँग त आउँदैन तर यस्तै यस्तै हाम्रो बाजेले बाले के को अर्को बुढी ल्याएर यो कुना किन आयो ए अब बाजेको बाजेलाई गर्नु दोष ल ल हस् ल हजुरसँग कुरा गरेर खुसी लाग्यो फेरि भेटौँ ल है भन्थ्यो कता हो